सधैँ 4 बजे उठ्ने मान्छे आज 5 बजे उठेपछि छिमेकीको घरमा मासु पाक्दा खान दौडने छिमेकी भन्दा छिटो दौडिए। हस्याङ फस्याङ गर्दै बसमा पुगेपछि म यत्रो मुख गरेर सुते। कलेज पुगेको मात्र के थिए कि मेरो साथीले ओए बिमल किन्देऊ न भन्यो। बिमल थुकेर गोलो बनाउने कम्पिटिसनमा यिनीहरूको सिपको कमी देखेर मैले असली बिमल थुकाइको नमुना दिए। यस्तो जाडोमा वाइफाई चोरले समेत ज्याकेट लगाएको देखेर हाम्रो स्विमिङ पुलले पनि तन्ना ओडेछ। कञ्चना फिल्ममा भूतको रोल खेल्ने जस्तो अनुहार परेको साथीको पनि जोडी बनेको देख्दा मेरो खुसीको सीमा थिएन। प्रधानमन्त्री छनौट गरेर आएपछि नेपालको भत्केको रोड भन्दा पनि भत्केको मेरो ओठ गुलाबी बनाउन गुलाबी पानीको प्रयोग गरे। महेन्द्र मल्लको रथको दर्शन गर्दै साथीले नखाएको बिस्कुट बाटोमै छाडेर घर आए र कुकुरलाई आशीर्वाद दिए। त्यसपछि म आफ्नो फेभरेट गीत सुन्न थाले। आफ्नो फेभरेट गीत सुनेपछि को चाहिँ मान्छे खुसी हुँदैन र। त्यसपछि मलाई याद आयो कि मेरो साथीले भन्ने गर्थ्यो एक सरको दुनियाँ अर्को, तर मलाई त एक सरको बिनै दुनियाँ अर्को लाग्न थालिसक्यो। यदि तपाईँलाई पनि त्यस्तै लाग्छ भने कमेन्ट बिलो।